के भयो रे? नबुझेकै राम्रो हो। केटा चाहिँ कहाँको त? कहाँको भने किन चाहियो? भन्न हुँदैन? किन भन्ने? के आएर मिलाउँछस् कि बाउ बनाउँछस्? के बनाउनु रे? के बनाउनु पर्ने रे? हेलो हेलो के भयो के को भन्दा? कहाँको भन्ने के केटा चाहिँ? कहाँको भने त किन चाहियो? भन्न हुँदैन? किन भन्नु तँलाई? कसलाई भन्ने त मलाई नभन्नु। किन भन्नु? हो चाहिँ को? के? को? म को भनेको? अँ चिन्दैन? चिन्दैन। कहिलेदेखि? आज भर्खरदेखि। किन त्यो केटा त्यहाँ भएको भएर नचिने भयो कि अँ नभएको? केटा त्यहाँ भएको भएर नचिने? अँ के भन्नु छ? छैन के भन्नु। कहिलेसम्म चिन्दैन? कहिले पनि चिन्दैन है। त्यो केटालाई चाहिँ चिन्छ? चिन्दैन। चिन्दैन। मलाई चाहिँ चिन्दैन भने केटालाई चाहिँ चिन्दैन भने? कसैलाई पनि चिन्दैन मैले। नचिन्ने मान्छेसँग चाहिँ कसरी गएको त? कसरी गएन गएन। मतलब? के को मतलब? जसरी जानु नि गयो भन्नुको मतलब चाहिँ अब कस्तो के? किन सुनाउनु पर्यो? कसलाई सुनाउने त मलाई नसुने? कसैलाई पनि सुनाउँदैन। कसैले नसुनाऊ भनेको छ? किन? कसैले नसुनाऊ भनेको छ? को कसै हुनु? मेरो को छ र यहाँ कसैलाई नसुनाऊ भन्नु? अहिले सँगै चाहिँ को छ त? जोसुकै होस्। मैले सोधेको राम्ररी सोधेको त्यो सँगै भएको केटा चाहिँ को हो भने के? को मलाई के थाहा त? कस्तो को भने? जोसुकै होस् न किन चाहिएको नि? कसलाई चाहिन्छ भने क्या? अनि मलाई चाहिन्छ चाहिँ कसलाई? कसैलाई पनि चाहिँदैन। कसैलाई पनि चाहिँदैन। चिनाउनु पनि परेको छैन। चिनाउँदैन। के अब भन्नु केही छ? छैन। के अघि त्यत्रो बेइज्जतले पुगेन? त्यत्रो बेइज्जत गरेर पुगेन? अब बाँकी केही छ? छैन चिन्दैन भनिहाल्यो। सँगै भएको केटा चिनाइदियो भनेको नि नचिनाउने भनिहाल्यो। त्यो भन्दा अब भन्नु के छ? अब बाँकी के छ बेइज्जत गर्नुलाई भन्दा? कस्तो बेइज्जत भन्नु? अब बाँकी के छ भन्न? बाँकी के हुनु? मेन कुरो मैले तैँले जति बेइज्जत गर्नु त्यो बिहानदेखि गरिरहेको छ। अब त्यो भन्दा कति के छ बाँकी भन्? सेकेन्ड हालेको छ। तेरो त्यो भन्दा बाँकी के छ? मैले बुझ्न नसकेको कुरा तँ केटासँग जानु चाहिँ बेइज्जतको कुरा हो कि मैले तँलाई फोन गर्नु चाहिँ बेइज्जतको कुरा हो? त्यो भन्दा पहिला एकचोटि तैँले फोन गर्नु पनि बेइज्जत हो। मेरो भिडियो हाल्नु पनि त्यो बेइज्जत हो। तैँले के पाइस् हालेर? अनि त्यो केटासँग जानु चाहिँ के पनि होइन। त्यो बेइज्जत राम्रो त्यो राम्रो कुरा भनेपछि त्यो राम्रो कुरा भनेपछि तँ चाहिँ केटासँग जो पायो त्यही केटासँग जानु चाहिँ त्यो चाहिँ राम्रो कुरा। राम्रो होस् नराम्रो त्यो चासो कुरै होइन। तैँले देखेको छ? त्यो चासो गर्ने चाहिँ कसले भने? के चासो गर्ने चाहिँ कसले? अनि तर कोही पनि छैन चासो गर्ने। कोहीले पनि कसैले पनि गर्नु पर्दैन।